Mm. दामी हेर त हिउँ जस्तो छ त हिउँ जस्तो अन्त जाडोमा चाहिँ ठिक्कै ल कस्तो छ अरे मिठो छ मिठो छ हजुर ल आज चाहिँ कपाले तरुल खन्ने हो यो तरुल रोपेको जग्गामा चाहिँ हर्दी ड्याममै थियो नि त पहिला के उम्रेको छ नि यहाँ माथि यो लामबाटको पनि उम्रेको यहाँ पनि उम्रेको हर्दी हो आफै चाहिँ हर्दी उम्रेको रोपेको चाहिँ होइन आफै उम्रेको हर्दी पनि छ हर्दी पनि छ यी बिउ परेर उम्रिएछ नि रातो हर्दी है तगडा फलेको रहेछ अदुवा जस्तो फलेको छ त अदुवा हर्दी पनि अन्त अब वाल कोट चाहिँ अब के भन्छ अब पुरै गहिरो हो नि त अब तरुल पनि पुरै फलेको थियो होइन तर अब सधैँ त अब फर्स्ट जोसमा त राम्रै खनाइ हुन्छ होइन त्यति बेला त फर्स्ट टाइम पनि परेको थियो र खनियो तर अब योपालि चाहिँ यो खालको खन्नु सके हुँदैन भनेर नि मैले यसरी ढुङ्गाहरू लगाएर हो यसो खन्नु त पर्छ नि अब तर यसरी नै बिचमा चाहिँ लगाएको यो चाहिँ मसिनो खालको देख्दैछ यो चाहिँ साइडबाट आएको र सन्चो छैन हो जिउ त्यस्तो हो अब खन्दै पनि हर्दी पो यहाँ त हेर्नु न हर्दी रातो खालको हर्दी नि हो खै नजिकमा हुनेहरूले चाहिँ बिउ माग्नु भने चाहिँ म दिन्छु है टाढोमा चाहिँ पुऱ्याउन सकिन्न होइन एउटा कुरा यो हर्दी छ नि यो हर्दीलाई चाहिँ हामीले छिटोको लागि चाहिँ अब अलिअलि तासतुस बनाएर चाहिँ तासेर होइन ग्रेड गर्छु नि त है ग्रेड गरेको हर्दीको चाहिँ रस पनि चुहुँदो रहेछ कि अलिक कालो पनि हुन्छ भरसक चाहिँ हामीले हर्दी चाहिँ यसरी काट्यो होइन सर्ट सर्ट काटेर नि त्यही नै राम्रो हुन्छ त्यो चाहिँ कालो हुँदैन पछि हर्दी तर यो ग्रेड गरेको हर्दी चाहिँ कालो हुन्छ क्या पछि अलिक यसरी फल्छ यो चाहिँ कत्रो यो लस्कै छ यसरी फल्छ यो चाहिँ अब यो आँखाले सुँडा खाने हुन्छ सुँडा खाने हुन्छ बटन पनि फल्छ अरूलाई लाग्छ भाँच्यो नि कति पछि हुन्छ यस्तो त सेतो हुन्छ नि यो हो अब यसको यसको सेतो यो कहाँ छ तल हो ए तल ए भाँचिन्छ क्या हो भाँचियो नि हो ल हामीले चाहिँ यो अघिको तरुल हो तासेर ठिकै मक्लुमा यो मुनि पनि छैन तरुल लाग्दैछ तरुल चाहिँ यसरी पकाइन्छ
कति गएर तातो हुन्छ यसरी हुन्थ्यो अब भने चाहिँ हाम्रो पाकिसकेको छ यहाँ हो 2 सेट बनाएको अब चाहिँ लिने हो अब चाहिँ हामीले तरुल पाकिसकेको छ कति मिनट लाग्यो आफ्नो 20 मिनट लाग्यो त्यति लाग्छ लाग्यो होला 20 मिनट लाग्यो होला 20 मिनट चाहिँ मजाले पाक्छ टेस्ट गरौँ त हेर्नु त हिउँ जस्तो छ त हिउँ जस्तो अन्त आम्मामा लु त कसले यसलाई तरुल भन्छ त दामी तर ब्रेकफास्टको लागि चाहिँ ठिक हुने रहेछ यो डिनर खाएर चाहिँ नहुने रहेछ यो त्यति हो तातो तातो हेर्नुहोस् नि जाडोमा चाहिँ ठिक्कै ल कस्तो छ अरे मिठो छ मिठो छ हजुर ल